के तपाईहरु पनि आफ्नो जीमेल अकाउन्ट पर्मानेन्टली डिलिट गर्न चाहनुहुन्छ? आफ्नो जीमेल अकाउन्टको डाटाहरू, फोटो वा भिडियो कसरी डाउनलोड गर्ने भनेर थाहा छैन? यदि त्यसो हो भने आजको यो भिडियो तपाईका लागि निकै उपयोगी हुनेछ। त्यसैले यो भिडियोलाई स्किप नगरी पुरा हेर्नुहोला। सबैभन्दा पहिले हामी जानौं पर्मानेन्टली तरिकाले आफ्नो जीमेल अकाउन्ट कसरी डिलिट गर्ने। यसका लागि तपाईले सबैभन्दा पहिले आफ्नो मोबाइलमा रहेको जीमेल एप ओपन गर्नुहोला। त्यसपछि तपाईले यहाँ कर्नरमा देख्न सक्नुहुन्छ प्रोफाइलको अप्सन। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ आफ्नो मोबाइलमा जति पनि जीमेल अकाउन्ट लगइन गर्नुभएको छ यहाँ देख्न सक्नुहुन्छ। तपाईले कुन जीमेल अकाउन्ट पर्मानेन्टली डिलिट गर्न चाहनु भएको लगइन गर्नुहोला। लगइन गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ म्यानेज योर गुगल अकाउन्ट। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरेर तपाईले यहाँ देख्न सक्नुहुन्छ डाटा एन्ड प्राइभेसीको अप्सन। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ। त्यसपछि तपाईले यहाँ अलि स्क्रोल गर्नुभयो भने तपाईले यहाँ देख्न सक्नुहुन्छ डाउनलोड योर डेटा। यसमा क्लिक गर्नुभयो भने तपाईले आफ्नो जीमेल अकाउन्टमा राख्नु भएको फोटो, भिडियो सम्पूर्ण तपाईको ग्यालेरीमा आउँछ र त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ डिलिट योर गुगल अकाउन्ट। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ। यसले भनेको छ कि तपाईको जीमेल अकाउन्टमा रहेको सम्पूर्ण डाटाहरू डिलिट हुन्छ पर्मानेन्टली। तपाईले यहाँ देख्न सक्नुहुन्छ दुईवटा अप्सन। दुईवटामा क्लिक गरिदिनु होला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ डिलिट अकाउन्ट। यसमा क्लिक गर्नुहोला र तपाईको जीमेल अकाउन्ट पर्मानेन्टली डिलिट भइसकेको छ। तपाईले आफ्नो जीमेल अकाउन्ट 30 दिनभन्दा अगाडि रिकभर गर्ने कोसिस नगर्नुहोला, किनकि तपाईले 30 दिनभन्दा अगाडि रिकभर गर्नुभयो भने तपाईको जीमेल अकाउन्ट पर्मानेन्टली डिलिट हुँदैन। तपाईले जीमेल अकाउन्टबाट बनाउनु भएको युट्युब च्यानल पनि पर्मानेन्टली डिलिट हुन्छ। त्यसैले आफ्नो युट्युब च्यानल भएको जीमेल अकाउन्ट डिलिट नगर्नुहोला। हस्त साथीहरु, आजलाई यति नै। भिडियो मन परेमा भिडियोलाई लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकनलाई प्रेस गर्न पनि नबिर्सनु होला। धन्यवाद।